गुड मर्निङ एभ्री वान, ह्याप्पी न्यू इयर। अनि आजको हाम्रो भ्लग चाहिँ न्यू इयर स्पेसल हुनेछ। अनि वी हेभ हियर सौगात सर, से हाई। नमस्कार। अनि हामी चाहिँ ह्याप्पी न्यू इयर। अनि हामी चाहिँ अब कहाँ जाँदैछौँ? मुडे होइन त, मुडे जाँदैछौँ। अनि त्यहाँको कुराहरू चाहिँ हामी तपाईँलाई देखाउँदैछौँ है त। ओके, ह्याप्पी न्यू इयर फेरि पनि सबैलाई। हेलो एरोन, यहाँ हाम्रो भाउजू पोको सोको बोकिसक्नु भयो, पिकनिक जाने भनेर, उताबाट माइत जाने भनेर। पास्टर बाजे चस्मा लाएर हिरो भएर आइसक्नु भएको छ यहाँनिर। अब चाहिँ हामी सामान लगेर माथि जाँदैछौँ। आमामा कत्रो कुकुर हो यो? कसको कुकुर यो? ए नयाँ ल्याएर छ अहिले? अनि चाहिँ तर्सेको यो तर्सेको यो चाहिँ तर्सेको दादा हेर न, तर्सेको दादा हेर न, घटे फर्काएको मुन्टो कान्छेले। हाम्रो बस आइसक्यो यहाँनिर। हामी अब स्टप्सलाई भित्र राख्दैछौँ। अब यहाँनिर हाम्रो ग्याङ ब्याङ चाहिँ तलतिर सामान बोकेर। आमामा हाम्रो गुरुजी हो। ह्याप्पी न्यू इयर दाजु, ह्याप्पी न्यू इयर। सेम टु यु। बल्ल भन्नुभयो सेम टु यु। ल ब्रदर, ह्याप्पी न्यू इयर। ल हामी चाहिँ अब यहाँदेखि चढ्नु थाल्यौँ। सामान चाहिँ यहाँनिर छ। अनि त्यसपछि अब हामी नेक्स्ट प्लेसमा मान्छे राख्नु जाँदैछौँ। ल हाम्रो यहाँनिर ग्याङ यहाँ आइसक्नु भएको छ। दिदी हुनुहुन्छ, भाउजू, अनि हाम्रो विनोद दाजु आइपुग्नु भयो। आमा भाउजू ए जय मसी। ल हेरोन, जय मसी। ल यता हाम्रो जानकी दिदीहरू, रिता बहिनी, अनि हाम्रो यहाँ मुमारे दिदी, अनि म नाके एउटा यहाँ छु। अनि हाम्रो पास्टर बाबु खै त? ए ल यता आज हामी 2083 नयाँ वर्षको सबैजनालाई शुभकामना, परमेश्वरले आशिष दिनुहोस्। हामी चाहिँ आज डाँडाको प्रार्थना पिकनिकमा जाने विचार गरेको हस्। धन्यवाद। ल अब हामी लाग्यौँ है त। अब बाटोमा र डेस्टिनेसनमा पुगेर अब हामी कुरा गर्छौँ के तल लाग्दै हो है। ल यहाँनिर हामी सामान हाल्दैछौँ। हाम्रो सामान यता छ। गाडी नै अड्क्यो यहाँनिर त। हामी पानी लिन आएको, उता भित्र छ पानी। अब हामी पानी हालेर यहाँदेखि कुबिर्नेतिर जान्छौँ अब। हेलो दादा। हामी यहाँनिर बलेफी आइपुग्यौँ अहिले। अब यहाँ बलेफीबाट चाहिँ हामी गइन्छ माथि मुडे साइडतिर। अब मान्छेहरू त दाजु, हजुर, हामी कता जाँदैछौँ? हामी टक्क आज चाहिँ खरीढुङ्गा जाँदैछौँ होइन। फर वाट? आज डाँडाको प्रार्थना, अनि साथसाथै प्रभुभोज पनि छ, अनि अर्को ठुलो कुरा वनभोज पनि। डाँडाको भोज, न्यु इयरलाई अब नयाँ तरिकाले स्वागत गरौँ भनेर यसपालि हामी सबैजना जम्बो टोली नै खरीढुङ्गा जाँदैछौँ। आउनुहोस् दाजु, के छ तपाईँको तर्फबाट? मेरो तर्फबाट गीत छ, गीत यो नयाँ सालैको शुभकामना। अनि अरू सबैलाई धेरै धेरै शुभकामना। अब यहाँदेखि चाहिँ जाँदैछौँ। है हाम्रो साथीहरू आउनुभयो। साथीहरू त अनि यहाँदेखि चाहिँ अब हामी लागिँदैछ उतातिर। के हो
यसमा लिपसिङ दिन्छ तपाईँ समय दिदी विरक्त मात्र बस्नु भएको छ कस्तो छ दिदी कस्तो छ रे राम्रो छ राम्रो छ है हामी माथि टपमा बस्ने कि कता बस्ने है यस्तो खतरा है ढुङ्गै ढुङ्गा छ क्या ऊ माथि अझै ढुङ्गै ढुङ्गा रहेछ यो ठाउँमा त सब ढुङ्गै ढुङ्गा रहेछ आमा कस्तो फ्याक्ट्री क्रसरहरू पनि रहेछ त यहाँ यस्तो ठाउँमा यस्तो क्रसरहरू है कसरी हो गइरहेको यस्तो छ पारा ल आइयो मास्क खोलिदियो नि त सो यहाँ अब सब्सक्राइब गर्दैछौँ है त हामीले है यही हो सो यहाँनिर चाहिँ भाइले सब्सक्राइब गर्दैछ मेरो च्यानललाई 1 सब्सक्राइब बढ्यो थ्याङ्क यू सो मच भाइ चाहिँ हामी सबै कुराहरू सबै यहाँ गरेको कुराहरू चाहिँ हामी हाल्छौँ है त हजुर यही हो लाभा हाम्रो महेन्द्र सरले खरी ढुङ्गाले कोर्दै हुनुहुन्छ मायाको चिनो खै म पनि लेख्छु नि एकचोटि गर्नु त पनि लेख्नु पर्यो ल त चट्ट है त यहाँ त जे लेख्यो त्यही पुरा हुन्छ रहेछ विचार गरेर .com हो यहाँनिर खरेल लेखिँदैछ त्यहाँनिर बहिनीहरू आमा हाम्रो सुजता बहिनी कति ब्युटिफुल देखेको सो अब हामी खरेल लेख्दैछौँ अब ठाउँ चाहिँ डिसाइड भएको छैन अझै यो माथितिर जाने कि यो डाउन साइडतिर जाने भन्ने फिक्स भएको छैन सो हामी फिक्स गर्दैछौँ अनि त्यसपछि हामी सबै कुराहरू सुरु गर्छौँ त्यसपछि मात्र हामी यहाँ ठाउँ हेर्न जाँदैछौँ हाम्रो महेन्द्र सर हुनुहुन्छ सुमन दासु अन्त यहाँ हाम्रो एकजना ब्रदर डिसाइडै भएन कहाँ बस्ने कहाँ खाने डल्लै पऱ्यो नि तर यो चाहिँ के हो है माथिको तर यस्तो ठाउँमा यत्रो प्रपर्टीहरू छ हौ युज नै भएको छैन युजलेस भएर बसिरहेको छ यता नि प्रपर्टी छ क्या नेपाल सरकारसँग युटिलाइज गर्दैन त्यो घरको माथि उयो ट्रस्टहरू भित्र त भइहाल्छ त हुँदैन त ऊ त्यो मेसिनको तलतिर खाना त्यही पकाउने आमा आमा कस्तो खतरा ठाउँ यार मैले त यस्तो माथि यस्तो होला सोचेकै थिएन भने साँच्ची खाना पकाउनु त ऊ त्यो भित्र पनि हुँदो रहेछ त ऊ त्यहाँभित्र यहाँ साउजी छैन होला पानी त के होला र सर यहाँ आउँछ पानी तर खाना पकाउनु चाहिँ यहीँ हुन्छ क्या कहाँ जान्छ कि पानी भाषा जानु पर्छ तल कस्तो ड्यामेज भएको प्रपर्टीहरू त कत्रो कत्रो बिल्डिङहरू छ सामान त बोक्नै पर्छ जस्तो छ सामान बोक्नु परिहाल्यो नि तल चाहिँ अलिक तलतिर छ अरे पानी पनि छ अरे त्यहाँनिर चाहिँ पिकनिक स्पोट नै अरे हाम्रो पास्टरज्यूहरू हेर्दै हुनुहुन्छ ठाउँहरू
ठिक छ क्या यहाँ डाँडा पनि हुन्छ दाइ ठिकै तर यो चाहिँ ठिकै लाग्यो ठाउँ चाहिँ यसो घुम्नुको लागि माथि जानु पाए यता जानु पाए यो ठिक छ खाना पकाउनको लागि पनि अब हाम्रो स्पोर्ट चाहिँ यहाँनिर फिक्स भयो यहाँनिर यता अलिकति उता घुमेर यहाँसम्म आउँछ जस्तो लाग्छ अब हामी लगभग यही नै हो यहाँनिर गर्ने फिक्स भयो हाम्रो चाहिँ माथि चाहिँ लोकेसन फिक्स गरेर आयो भरे आउने बेला त गाडी नै छैन गाडी भाउ कहाँ गयो गाडी भने लोकेसन फिक्स गरेर आएर त भरे त गाडी छैन भने तल तर ढुङ्गै ढुङ्गा चाहिँ ओपर रहेछ है यहाँनिर खतरा अन्त ठाउँ त खतरा हुने ठाउँ त हो यत्तिको ठाउँमा टक्क बिहे गरेर श्रीमतीसँग सोलो राइड गर्नु त कम्ता मजा आउँथ्यो होला कि सपनै रहने भयो भन्ने गीत हामी गाउँ सबैजना मिलेर है त यहाँनिर चाहिँ हामीले अहिले भर्खर वर्सिप सकेका छौँ अनि यहाँनिर तपाईँ देख्न सक्नुहुन्छ हामी यति धेरै छौँ अहिले चाहिँ बसमा थोरै देखेका थियौँ अनि अझै एक टोली चाहिँ माथि खाना पकाउँदै हुनुहुन्छ कोही चाहिँ त्यहाँ चाहिँ गाडी चाहिँ यहाँनिर हामीहरूले यसरी सङ्गति गर्दैछौँ अहिले भर्खर हाम्रो वर्सिप सकेको छ अब यसपछि चाहिँ हाम्रो वचनहरू हुन्छ आफ्नो वचन चाहिँ त्यसपछि हामी विभिन्न प्रेयरहरू गर्नेछौँ त्यो के प्रे गर्नु भनेर हामी चाहिँ अहिले यता वचन हुँदैछ तलतिर अनि मेरो जिम्मा चाहिँ नाम यो माइनर उठाउने छ यसो म माइनर उठाउँदैछु यहाँनिर हाम्रो वचन प्रचार हुँदैछ अहिले अनि यता माथि चाहिँ खाना पाक्दैछ ती गाइजहरूले मासु भात के कति पकाउनु भयो बुझ्नु पर्नेछ तर बतास चाहिँ सिरिरिरिरिरि खतरा चल्दो रहेछ अनि यहाँनिर हाम्रो सर खाना पाक्यो पाक्यो सर आम्मामा खाजा पाकेको अहिले ए हाम्रो ब्युटिफुल बहिनी अनि ह्यान्डसम दाजुहरूले आलुलाई निर्वस्त्र पार्दै हुनुहुन्छ यहाँनिर ए ऊ पनि रहेछ त सो अब हामी एकछिनमा खाना प्रिपेयर हुन्छ हाम्रो चाहिँ है त इन्टरभ्यू दिइसकेपछि हो त्योभन्दा अगाडि जाने के हो जलबिरी पछि यो अहिले चाहिँ हामी यहाँनिर गेम खेल्दैछौँ मैले त्यो माइनर उठाउने कारणले गर्दा खाजा खाएको चाहिँ मैले भिडियो बनाउन पाएन अनि यहाँ चाहिँ अहिले हामी खाजा खाइसकेर अब हामी गेम खेल्दैछौँ अनि गेम खेल्नको लागि पास्टरज्यूहरू एकदम रेडी अवस्थामा बुरुक बुरुक पर्नलाई रेडी हुनुहुन्छ अनि उहाँहरू अब यो बलुनवाला गेम खेल्दै हुनुहुन्छ म्युजिकल गर्ल फुरुक्कै परेको तपाईँ नि गेम खेल्ने होइन त ओ ल बधाई छ ल भतिज भतिज भतिज
यहाँ हामी गेम खेल्दैछौँ अब सो हामी गेमको चाहिँ कुराहरू पछि हेर्दैछौँ है त यहाँ आमा टोलीहरू त फेरि यहाँ यी लरै लाएर यी ओहो हातले छुनु पाइँदैन है एकदम राम्रो गराइदियो लास्टमा सकिएन उडेर गइहाल्यो नि अब यहाँनिर हुँदैछ यो हात समाको मध्ये म पास्टरहरूलाई चाहिँ त भित्र बोलाउँछु पास्टर निर श्रेष्ठ भित्र आउनुहोस् पास्टर दीपक हलेजु पास्टर राम श्रेष्ठ पास्टर हरि रोका पास्टर गणेश केसी बहिनी अनि सुमन भाइ निश्चल भाइ 10 जना भित्र आउनुहोस् ल हैन उहाँदेखि सुरु गर्नुहुन्छ ल 10 सम्म काउन्ट मेरो साथ ध्यान दिनुहोस् 10 काउन्ट पछि फेरि एकदेखि सुरु गर्नु ल 3 4 5 6 7 8 9 10 1 भन्नु त 2 आफ्नो नम्बर याद गर्नुहोस् है 6 भन्नु बा 7 9 8 9 10 हजुरले 1 भन्नु त 1 2 4 भन्नु त सम्झिनु ल आफ्नो नम्बर 6 7 8 9 10 अब 1 भन्नु त 1 2 बुवा 3 3 भन्नु त 3 4 तपाईँ 4 5 5 6 7 8 9 10 तपाईँ 1 भन्नुहोस् 1 2 4 5 7 8 10 1 भन्नुहोस् 1 भन्नु 2 2 3 4 हजुर तपाईँ 5 7 7 8 9 10 1 2 3 4 5 6 7 8 9 10 1 2 3 4 हामी चाहिँ अहिले टिम डिस्ट्रिब्युसन गरेर हामी प्रार्थनाको लागि छुट्टेका छौँ हामी चाहिँ अहिले 2 नम्बरमा पऱ्यौँ अनि मेरो टोलीको मान्छेहरू चाहिँ यहाँ हुनुहुन्छ यो चाहिँ प्रार्थनाको योद्धाहरू उहाँहरू चाहिँ प्रार्थना नगरी म यो डाँडाबाट फुस्किँदैन भनेर बस्नु भएका मान्छेहरू यहाँ हुनुहुन्छ मसँग हामी यस्तो प्रार्थना गर्छौँ कि यो भूकम्प आउँछ यहाँ एकछिनपछि त्यस्तो प्रार्थना गर्छौँ यहाँ अब भुइँचालो मचाउने मान्छेहरू यहाँ हुनुहुन्छ अब प्रार्थनाको भुइँचालो हामी मचाउनेछौँ पावलले जेलमा बस्दा भुइँचालो ल्याएको जस्तै हामी यो डाँडामा अब हामी बसेर प्रार्थना गरेर भुइँचालो मचाउने होइन त आमा हो कि नै हो कि नै बुवाहरू हो कि नै प्रार्थना गर्नको लागि गर्ने कुरा होइन यो अत्यन्तै गम्भीर अत्यन्तै महत्त्वपूर्ण सेसन हो यो हाम्रो डाँडाको प्रार्थनाको अनि यसलाई कसैले पनि ठट्टा नसम्झिनुहोस् तपाईँलाई यो टिममा अल्छी लागेको छ अप्ठ्यारो लागेको छ ठट्टा लागेको छ भने तपाईँहरू अहिले हात उठाएर हिँड्नु जाने टाइम निकालेर जानुहोस् यदि गम्भीर रूपमा तपाईँहरू प्रार्थनामा जाँदै हुनुहुन्छ भने एकदमै अनुशासित भएर
टिम लिडर तपाईँले को थाहा पाइसक्नु भएको छ उहाँलाई पछ्याउन अनुरोध गर्न चाहन्छु सुन्दै हुनुहुन्छ आमेन सुन्दै हुनुहुन्छ अनि म केही यो मैले 10वटै विषय मुख्य विषयवस्तु छ अनि त्यो मुख्य विषयले चाहिँ हाम्रो लागि चाहिँ यो प्रार्थनाको विषय परेको छ अनि हामी चाहिँ यो प्रार्थना विषयलाई हामी मिलेर चाहिँ हामी प्रार्थना गर्नेछौँ एकछिन बस्नु हुन्छ यो प्रार्थना विषय गर्नेछौँ तपाईले स्वर्गदेखि हाम्रो प्रार्थनाहरूलाई सुन्नुहोस् तपाईले स्वर्गदेखि हाम्रो प्रार्थनाहरूलाई विचार गर्नुहोस् तपाईले स्वर्गदेखि हाम्रो एकतालाई हेर्नुहोस् ताकि 12 जना चेलाहरू जसरी एकापसमा एकतामा भएर सिङ्गो संसारलाई परिवर्तन गरे भने आज हामी विभिन्न क्षेत्रबाट आएका विश्वासीहरू मिलेर हामी नगरी सकेका समाजलाई अझ बढाउनको निम्ति नगरी सकेका यो चाहिँ हाम्रो खरीढुङ्गाको भ्यू हो कस्तो दामी छ भ्यू चाहिँ यस्तो बबाल छ त्यसो रिफ्रेसमेन्ट गर्नुको लागि चाहिँ कडा छ है त्यो ढुङ्गाहरू यो मान्छेले त्यो माइनिङ गर्नको लागि त्यो टाइममा मान्छेहरूले खनेर निकालेको होला कि होइन त ल हेर्नु न है नेचुरली बनेको हो नि हैन तिनीहरु त हेर्दाखेरि त नेचुरली बनाएको देख्छ नि टेरेस फार्मिङ टाइप तर हुन चाहिँ त्यो पनि पहिला जमानामा खनेर मान्छेले खनेकै हो क्या त्यो चाहिँ यस्तो ठाउँमा डोजर त आएन होला पक्कै पनि होइन त ल हो कि नै भन्नु न डोजरकै मान्दैन तर जमानामै खन्ने हो नि त त्यो टाइममा खन्ने हो नि त ल हेर्नु न सबै स्टोर गरेर राखेको छ कि ढुङ्गाहरू हेर्नु त्यो माथितिर कि सबै तर एकदम यो एकदम खतरा ठाउँ क्या अबको यो 50 या 100 वर्षपछि यो ढुङ्गा यस्तै बस्यो भने त्यतिखेरको जेनेरेसनले भन्छ होला आमामा हाम्रो एन्सेस्टरहरूले खतरा बनाएर राखेको रहेछ यो मान्छेले बनाएको कि एलियनले बनाएको भन्छ होला कि त्यतिखेरको टाइममा क्या तिनीहरूले खतरा त ठाउँ चाहिँ ढुङ्गाहरू चाहिँ हेर्दै अचम्म लाग्थ्यो कि फेरि एकदम चलो त्यहाँ चाहिँ हाम्रो प्रपोज हुँदैछ अहिले डाँडाको प्रार्थनामा यति धेरै हामी बसेर प्रपोज लिँदैछौँ साथीहरूले यहाँनिर मासु पकाउँदै हुनुहुन्छ मासु चाहिँ खोइ खासमा ए यो त मेरो त कुरालाई छुटाउनु भएन नि ए ट्राइ हो फेरि एकचोटि जाओस् न फेरि एकचोटि जाओस् न ट्राइ सरको पेटतिर मार्दियो मात्रै हो तिमीसँग साटेको मायाको झनै पागल बनायो ज्यान दिए तिमीलाई 93 साँच्ची हो त हाम्रो एकजना भाइ र अर्को एकजना सरले उहाँले गर्नुभयो नि सब्सक्राइब त होइन मैले अघि नेट चलेन नि हो र यहाँनिर जारको सब पानी सकेर अर्कै जारहरूले जार बोक्न आएको छौँ यहाँनिर चाहिँ एउटा जार चाहिँ पानी सकेर होइन त पानी सकेर हामी यहाँ बोक्न आएको छौँ अहिले अनि यहाँ बोकिँदैछ प्रेम सरले ऊ त्यो सोली हालेर पानी भर्दै हुनुहुन्छ अनि अब के गर्नु अब खाना आएपछि बोक्नै पऱ्यो है अब यस्तै छ पारा तर यो घिनलाग्दो भयो यार चाहिँ मन परेन मलाई यो चाहिँ मेरो फुर्सद आयो म सब सफा गरेर गइदिन्थेँ व्यस्त छु अहिले नत्र म सब एक्लै सफा हानिदिन्थेँ त्यहाँ हाम्रो यति भयो त बुढी पालिहालेँ नि अब प्रेम सर हेर्नु त हो यही मान्छेलाई हो स्वास्नी केटी चाहिएको बिहे गर्नलाई यही मान्छेलाई हो बिहे गर्नलाई केटी चाहिएको ऊ यता हेर्नु त यता हेर्नु न हो यही मान्छेलाई हो अब चाहिँ यहाँको वेदर कन्डिसन यस्तो छ दिउँसोसम्म कति राम्रो थियो अब हामी फर्किँदैछौँ यहाँ आगो तापिँदैछ सामान हालिँदैछ यहाँको कन्डिसन अहिले यस्तो छ यी मजाले अनि अब चाहिँ हामी यहाँदेखि फर्किँदैछौँ मैले बिचमा
खाना खाएको चाहिँ गर्नु पाएन, त्यो ब्याट्री सकियो क्या, अनि अहिले भर्खर चार्ज गरेर यसो गऱ्यो, यहाँ अब खाइँदैछ। अनि थ्याङ्क यू सो मच हामीसँग हुनुभएको लागि। ह्याप्पी न्यू इयर एभ्री वान, गड ब्लेस यु।